हेलो वेलकम गाइज फेरि पनि मेरो भ्लगमा स्वागत छ हजुरहरूलाई। आज चाहिँ म काम गर्न गइरहेको छु। ओके गाइज मेरो रुम नदेखामा लाजो मलाई छ न मेरो रुम पनि। अब कपडा लाएर काममा जानु पर्छ गाइज। हेर्नुहोस् मेरो ड्रोन। अब काममा जानुपर्छ गाइज। म चाहिँ लगाएर निक्लिसकेँ कपडा। देख्न सक्नुहुन्छ घाम लागेको छ मस्त होइन। पानी आइरहेको छौँ गाउँमा। त्यही अब काममा जानुपर्छ गाइज। पेज लाग्ने कसले बोकिन ए ल त्यो चाहिँ पेज लगाउने त नि अरे होइन। अब म चाहिँ फेरि कामतिर लागेँ। के छ अब स्कुल छोडेपछि त काम गर्नु पर्यो। त्यही भएर म चाहिँ कामतिर लागेँ। सक्नुहुन्छ यहाँ माथिल्लो गाउँ हामीहरू चाहिँ यहाँको गाउँ। त्यही हो ल। के छ दाजु? ठिकै छ केटा। अब के अन्त त्यही हो। अब म चाहिँ भिडियो बनाउँदै हिँडिरहेको छु ल होइन। यहाँ तल छ एकछिन त्यहाँ तल छ घाम भएर राम्रोसँग देखिन्न। यहाँ पनि होइन देख्न सक्नुहुन्छ ठोहरू। अब म चाहिँ जाँदैछु काममा फेरि पनि होइन। अब के अन्त आज चाहिँ ढुङ्गा माटो कामहरू सिद्धिसकेको छ। अब छामाहरू गाड्ने छ। आज काम हुन्छ अब बाटो गाह्रो पर्छ अहिले काम गर्दा गर्दै होइन। ल हाम्रो बा हेर्नु त त्यहाँ पानी हेर्दै हाम्रो बा चाहिँ पानी के पानी। तर यहाँ चाहिँ पानीको अभाव छैन क्या फेरि हुनु गाइज। प्रशस्त मात्रा पाउँछ के पानी चाहिँ फेरि। माई फादर ल गाइज अब लागेँ म कामतिर। अब बिस्तारै हेर्नु होला राम्रोसँग हेर्नु होला। च्यानललाई सब्सक्राइब गरिदिनु होला। छिटोभन्दा छिटो 1K पुऱ्याइदिनु होला भन्न चाहन्छु म है। त्यही हो अरू त के भनेर। अब माया गरिरहनु भएको छ गरिरहनु होला। अब त्यही हो म चाहिँ ल काममा लागेँ गाइज। गाइज होइन म तपाईँहरूलाई चाहिँ एउटा चिज देखाउन गइरहेको छु। हेर्नुहोस् हेर्नुहोस् गरिब भैया छ हेर्नु त यस्तो हाल्छ यस्तो गर्छ गरिब भैया यस्तो यस्तो छ हेर्नु त यता हेरेर यस्तो च्याट्या के नयाँ किन्न पाइन्छ। यस्तो सानो खालके गर्ने यहाँ चाहिँ राम्रै छ। राम्रो चाहिँ काम छ यता। यो चाहिँ हल्का च्याट्या थियो के राखिदिनु भनेर यस्तो डिजाइन गरिदिएको हो गाइज। त्यही त गरिब भइयो नि यस्तो हावा आउँछ नि हात्तीको हावा धेरै गर्मी भने मिसो हुन्छ क्या आज काम गर्दाखेरि। त्यही भएर यस्तो यस्तो गर्ने बुझ्नु नि गाइज। नयाँ किन्नलाई के गर्नुपर्छ अरे चेत्नुपर्छ।
त्यही हो मैले चाहिँ यो डिजाइन हो मेरो है डिजाइन त्यो आइडियाहरू मसँग छ अन्त गाइस तेरुहरू कति फला यो वर्ष चाहिँ धेरै तेरु फला हुनु तर मैले चाहिँ खानु पाएको छैन त्यत्तिकै हुनु किनकि अब काममा गयो आयो ठिक्क हुन्छ अब आयो मोबाइल हेऱ्यो ठिक्क म चाहिँ एकजना मान्छेले यस्तो घना जङ्गलमा भेटेको छु किन हाँस्छ किन हाँस्छ के छ त्यस्तो नराम्रो ठिकै नै गाइस मेरो फेसन देखेर मान्छे हाँसिसक्यो अब त के भन्ने अब के गर्ने अब अया हाम्रो 5-10 मिनट लाग्छ होला यहाँबाट कामन्थो जाने पुरा धमारमै छ कि घर पनि अस्ति देखाएको थिएँ नि त मैले सानो झारेको दिन गरेको होइन अब त्यो घर चाहिँ निम्जिन आँटेको छ त्यही भएर हामी चाहिँ काममा हिँडेको गाइस यो हाम्रो वन चाहिँ केही छैन सबै भाटा भुङ्गा नाङ्गा घाँस केही छैन क्या सुक्को हेर्नु र वन भने वन मात्रै छ हल्का त झिङ्गाहरू छ त्यही हो अब थोरै यति भएको छ कति डाँडै हो ल हाम्रो गाउँ हेर्नुहोस् सर होइन यो हाम्रो गाउँ होइन यो हो म ऊ त्यहाँ मेरो बा अब उति डाँडै छ घर म अवश्य देखाउने छु है ओके ल आइपुग्यो घर चाहिँ यही हो यो ढुङ्गा निकालेको ठाउँ यो पञ्चरहरू काम लाग्छ उता उ गर्ने सल्लाह काट्ने त्यही भएर म लाग्छु ल घर चाहिँ हो म चाहिँ चार्ज राख्छु के सबै चार्ज बोकेर आउँछु नि त म सानो ल मैले चार्ज राखिसक्यो पुष्पा झुकेका रे साला ल यही हो गोठ चाहिँ खामा गाड्ने बाँकी छ देखाउँछु नि ल त्यति अग्लो गाह्रो लाग्छ पनि ढुङ्गा नभएर यही हो अस्ति हामीले छाना बजारेको थियौँ अब देखाएँ मैले त मसँग बराबर छ यार ल अब काममा लाग्नुपर्छ ग्यास काममा हुन्छ खाबेल्डा मेरो हातले भ्याउँदैन यार अहिले यस्तो घाम भएको छ अनि के हुन्छ हेर्नु होला ल गाइस म चाहिँ एउटा भिआइपी मान्छेसँग भेट भएको छु होइन ल गाइस चिन्नुहुन्छ हुन्न उहाँहरूलाई बल खेल्नु नहोस् ल ल कडा ट्रान्सिट बुकले नछाड्रे मैले ल्याएर 2टा बोकाइछु पावर छ तिमीहरूमा च्यालेन्ज चामल लिन न खै मैले थाहा न म त अघि हिँबाट हाम्रो हिँबाट जान्ला छु ल गाइस यस्तो भिरालो बाटो छ कि होइन ल गाइस यार होइन चप्पल हेर्नु कति भित्र गएर हेर्नु चप्पल यस्तो
यस्तो घाम लागेको छ नि त यस्तो चारेकै घाम लागेको छ कि होइन मेरो यो सर कुरा चाहिँ यहाँबाट चाहिँ अब के अन्त काम गरिदिनै पर्यो यार काममा यसरी यस्तो घाम छ कि हेर्नु र ओ माई गड यस्तै हो भने चाहिँ कफी गर्नु जस्तै भयो नि चाहिँ यार के कसो गाइज मलाई त त्यस्तै लाग्छ र होइन ल ल गाइज मेरो भाइ नै फुचुको घर हो ल अब राखिदिनु पर्छ यार सामान आया आया नहीं बाबा आया ठीक ना आया 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 यही नहीं अभी और सुनिए आया दुईटा बोराटा गाह्रो पारे यार मलाई यो यत्रो डुला गराउँदा नि हावा गएन त यार के हो लास्टै गर्मी हो क्या आया हेर्न सक्नुहुन्छ यार घाम हेर्नु न हाम्रो के साह्रो घाम हो घाम पनि यार जाडो लाग्यो भने गर्मी ठिक गर्मी लाग्यो भने जाडो ठिक हुने जस्तै यार ल त्यही हो हेर्दै गर्नु मेरो भ्लग गाइस आजको भ्लग चाहिँ यति नै म चाहिँ अब घर लागिसकेँ होइन 6 बजिसक्यो आज चाहिँ काम गर्दा गर्दै त्यही भएर न आज अब घर जानुपर्छ बा चाहिँ पछाडि हुनुहुन्छ चिया खाएर आउँदै हुनुहुन्छ होइन अब चाहिँ जाडो हुँदो रहेछ यो यस्तो यो छ नि मेरो डिजाइन के यो मेरो डिजाइन ल अब लगभग 10-15 मिनट लाग्छ होला म त्यहाँ जानलाई म फेरि दौडेर जान्छु नि त म फेरि ल्याङ गरेन क्या अरू जस्तो होइन म चाहिँ ल्याङ गर्ने मन पर्दैन क्या त्यही भएर अब दौडी घर जाने हो गाइस ओके रनिङ त्यही हो गाइस आजको भ्लग चाहिँ यति नै भन्न चाहन्छु म चाहिँ होइन ल च्यानललाई सब्सक्राइब गरिदिनु होला भन्न चाहन्छु लाइक कमेन्ट गरिदिनु होला हेरेर मात्र नजानु होला त्यही हो अब भ्लग यस्तै हो गाउँतिर होइन काम गर्ने त्यही हो ल अब फेरि अब आउने भ्लगमा भेट्नुपर्छ ओके बाई लभ यू आज के लिए फिलहाल इतना ही। आपकी तरह मैं भी मायूस हूँ, लेकिन उम्मीद पर दुनिया कायम है। दिल दुखा है लेकिन टूटा तो नहीं है और उम्मीद का दामन छूटा तो नहीं है।